यो मेरो छोरीको डिमान्ड अनुसारको खाजा आज उसलाई केही डिफ्रेन्ट खाउँ न मामु भन्न थाली अनि ल भनेर आज मैले इडली बनाउँदैछु। एकदमै सजिलो छ यो रेसिपी। 2 कप 1 कपको मेजरमेन्ट गरेको छु मैले। 2 कप सुजी अनि 1 कप दही अनि त्यसमा नपुगे भने अलिकति थोरै पानी हाल्दा पनि हुन्छ। मैले थोरै पानी पनि हालिदिएको छु अनि एउटा कम्तीमा पनि 1 घण्टा भिजाएर राखिदिनुपर्छ अनि एकदम राम्रो हुन्छ। अनि साम्बर यसमा खाने त मेन साम्बर हो। अब साम्बर चाहिँ मेरो बच्चाहरूलाई मन पर्दैन, गुलियो गुलियो हुन्छ अनि त्यस्तो मिठो मान्दैनन्। मैले आफ्नै स्टाइलमा पकाइदिएको तरकारी यिनीहरूलाई मनपर्छ। मैले पहिला पनि धेरैचोटि बनाएको छु यो इडली चाहिँ, तर मैले त्यसको साँचोमा चाहिँ बनाएको थिइनँ, आफ्नै तरिकाले बनाएको थिएँ। अहिले चाहिँ मैले साँचो लिएर आएको छु इन्डियाबाट अनि त्यसमै बनाएँ तरकारी आफ्नै। अब हजुरहरूलाई जे खानु मन लाग्छ रस भएको तरकारी चाहिँ मिठो हुन्छ यसमा। मैले चाहिँ हरियो केराउ आलु टमाटर गरेर बनाइदिएको छु। अनि यो तरकारीमा चाहिँ मैले एउटा डिफ्रेन्ट के गरेको छु भने मैले यसमा आलसको छोप हालिदिएको छु। यो चाहिँ एकदमै मिठो हुन्छ, हेल्थको लागि पनि एकदमै राम्रो, मिठो पनि लाग्छ मलाई चाहिँ। मेरो बच्चालाई पनि मनपर्छ। अनि हजुरको आफ्नो फ्यामिली अनुसारको तातो पानी अलिकति हाल्नु, धेरै बेसी चिलाउनु पर्दैन किनभने उसिनेको आलु हो यो। अनि यसलाई धेरैमा 1 सिटी लगाइदियो भने एकदम राम्रोसँग हुन्छ। सिटी चाहिँ आफै निस्किनु दिनु होला। अनि तरकारी रेडी हुन्छ। त्यति भएपछि तरकारी मेरो रेडी भइसकेको छ, एकदमै मिठो भएको थियो। अहिले लास्टमा नानुले रिभ्यू दिन्छ हजुरलाई यसको बारेमा कस्तो भएको थियो भनेर। मैले बच्चाहरूलाई दिएँ, म चाहिँ लास्टमा खाएँ। अनि मैले यो इडलीको लागि पानी ठिक्क पारेको छु। यो साँचो चाहिँ मैले इन्डियाबाट ल्याएको थिएँ। यसमा चाहिँ फर्स्ट टाइम बनाउँदैछु, अरूमा त पहिला पनि धेरैचोटि बनाइसकेको छु। अहिले बच्चाहरूलाई यस्तो डिफ्रेन्ट नास्ता खान खोज्छन् मेरो बच्चाहरू। अनि यस्तो खानामा शौखिन भनेका चाहिँ पहिला मेरो हस्बेन्ड र मेरो छोरा चाहिँ एकदमै शौखिन हो। छोरी चाहिँ त्यस्तो होइन, उसलाई जस्तो दिए पनि खान्थे। आजकल चाहिँ अलिकति मिठो खान पर्छ उसलाई पनि एकदम छोरीको। अनि जे छ उसको इच्छा अनुसारको बनाइदिन्छु म चाहिँ। अनि यस्तो राम्रो फर्मेन्टेसन भएको थियो यो ब्याटर पनि। मैले चाहिँ सबै बेला बनाउँदिनँ, अलिकति राखिदिएँ किनभने कति खान सकिन्छ कि सकिँदैन थाहा थिएन। अनि बाँकीमा मैले 1 चम्चा इनो हालेँ। अनि इनो हालेर त्यसमा थोरै पानी हालिदिने अनि त्यसलाई मजाले एउटै डाइरेक्सनमा घुमाउने। त्यो भयो भने त्यसभित्र एयर बबल आउँदैन, एयर बबल आएन भने राम्रो बन्छ। अनि त्यो साँचोमा कति जान्छ त्यसमा 2 चम्चा चाहिँ अलिक जाँदैन रहेछ, 1 चम्चा र आधी 1.5 चम्चा जति जाँदो रहेछ। त्यसको त्यति हालेर एकदम आफ्नो ठिक्क अड्कलेर हाल्नु अनि बसालिदिनु। मैले बसालेको चाहिँ देखाउन पाइनँ। अनि त्यो पाक्यो कि पाकेन भनेर चेक गर्नु, चम्चाले घोपेर हेर्ने। दुईतिर लागेन भने चाहिँ यो पर्फेक्टली पाकिसकेको हुन्छ। मेरो राम्रोसँग पाकेको थियो, एकदम राम्रो जाली भएर फ्लफी भएको थियो, असाध्यै मिठो भएको थियो। बच्चाहरू त एकदमै मिठो लाग्यो, मामु पुगेन त्यो बाँकीको पनि बनाइदिसे भन्दै थिएँ। म चाहिँ अब अहिलेलाई म सक्दिनँ, भयो पछि खाऊ तिमीहरू फेरि भनेर अनि जति छ त्यति खाएँ केटाकेटीले। यस्तो राम्रो भएको छ, एकदम स्पन्जी भएको छ, खाँदा पनि असाध्यै मिठो भएको थियो। यो चाहिँ आज छोरीको डिमान्ड अनुसारको खाजा। अब छोरीको रिभ्यू सुन्नु होला। म त दुखाउँदैन क्या मुख। कस्तो भएछ नानु? मिठो कि नमिठो? मिठो।